शिक्षा दिने तरिकामा कति धेरै फरक हुन सक्छ होला, कहिले सोच्नु भएको छ? आज हामी दुई बिल्कुलै फरक शैक्षिक दुनियाँको यात्रा गर्दैछौँ, डेनमार्क र नेपाल। सोच्नुहोस् त, एउटा प्रणाली यस्तो छ जहाँ विद्यार्थीको चौतर्फी विकासमा जोड दिइन्छ, अनि अर्को प्रणाली यस्तो छ जहाँ परीक्षाको नतिजा नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। आउनुहोस्, सँगै मिलेर पत्ता लगाउँ कि यी दुई प्रणालीभित्र आखिर लुकेको के छ। ल, त्यसो भए हाम्रो आजको मुख्य प्रश्न नै यही हो। डेनमार्क र नेपालको शिक्षा प्रणालीमा आखिर आधारभूत भिन्नताहरू के छन् त? र यो केवल किताब या पाठ्यक्रमको कुरा मात्र होइन है, यो त शिक्षालाई हेर्ने दृष्टिकोण, त्यो पछाडिको सोच र दर्शनकै कुरा हो। र यो दुई प्रणाली बीचको सबैभन्दा ठूलो भिन्नताको मुट्टु हो यही छ। एकातिर कल्पना गर्नुहोस्, डेनमार्कको प्रणाली जुन पूरै विद्यार्थीको वरिपरि घुम्छ, उनीहरूको जिज्ञासा, उनीहरूको रचनात्मकता र उनीहरूको सोच्ने क्षमतालाई केन्द्रमा राख्छ। अनि ठ्याक्कै अर्कोतिर छ नेपालको प्रणाली, जहाँ धेरैजसो ध्यान परीक्षामा कति नम्बर आयो, नतिजा कस्तो भयो भन्ने कुरामै हुन्छ। यही एउटा फरकले गर्दा सिक्ने सिकाउने पूरै प्रक्रिया नै आकाश जमिनको फरक पर्न जान्छ। ल, अब हाम्रो पहिलो खण्डतिर लागौँ है त, पहुँच र समानता। यसको मतलब कसले पढ्न पाउँछ र त्यो अवसर कतिको निष्पक्ष छ। यो त कुनै पनि शिक्षा प्रणालीको जग नै हो, होइन र? अब डेनमार्कको कुरा गर्दा त्यहाँ पैसाले पढाइलाई रोक्दैन। प्री स्कुलदेखि विश्वविद्यालयसम्म सबैका लागि शिक्षा पूरै निशुल्क छ। त्यति मात्र होइन, विद्यार्थीले आवश्यक सहयोग पनि पाउँछन्। यसले के पक्का गर्छ भने हरेक बालबालिकासँग सफल हुनका लागि एउटा समान मौका होस्। तर नेपालमा कथा अलि बेग्लै छ। सरकारी विद्यालयहरू निशुल्क त छन्, तर गुणस्तर सबैतिर एकनासको छैन। त्यसैले राम्रो शिक्षाको खोजीमा धेरैजना निजी विद्यालयतिर लाग्छन्, तर त्यो सबैको पहुँच र क्षमताको कुरा भएन। यो खाडललाई हामीले यसरी पनि हेर्न सक्छौं। डेनमार्कमा चाहे कोही धनी होस् वा गरिब, शहरमा बसोस् वा गाउँमा, सबैले गुणस्तरीय शिक्षाको समान अवसर पाउनुपर्छ भन्ने मान्यता एकदमै बलियो छ। तर नेपालमा सामाजिक र आर्थिक अवस्थाले शिक्षाको यात्रा कस्तो हुनेछ भन्ने कुरामा ठूलो र प्रत्यक्ष असर पार्छ। यो भिन्नता साँच्चै नै ठूलो छ। अब लागौं हाम्रो दोस्रो खण्डतिर, जहाँ हामी कक्षा कोठाभित्रै छिर्नेछौं। आखिर सिकाइको वास्तविक प्रक्रिया कस्तो हुन्छ त यी दुई देशमा? डेनमार्कको कक्षा कोठा कस्तो होला एकछिन कल्पना गरौँ त। त्यो एकदमै जीवन्त हुन्छ। त्यहाँ किताब रटाउने कुरालाई खासै महत्त्व दिइँदैन। बरु विद्यार्थीहरू एक आपसमा खुलेर छलफल र बहस गर्छन्, समूहमा मिलेर प्रोजेक्टमा काम गर्छन् र आफूले सिकेको कुरालाई व्यवहारमा कसरी उतार्ने भनेर सिक्छन्। यहाँ शिक्षकको काम भनेको लेक्चर दिने मात्र होइन, बरु विद्यार्थीलाई बाटो देखाउने, उनीहरूलाई सहजीकरण गर्ने एक गाइडको हो। अब यसको ठिक विपरीत नेपालको परम्परागत शिक्षण विधिमा घोक्ने चलन वा भनौँ पाठ कण्ठस्थित गर्ने चलन अझै पनि एकदमै सामान्य मानिन्छ। प्रणाली नै परीक्षा केन्द्रित भएकाले व्यावहारिक सिप र आलोचनात्मक सोचको विकासभन्दा पनि परीक्षामा राम्रो अङ्क कसरी ल्याउने भन्नेमै बढी जोड दिइन्छ। र यो सिकाइको फरक क्लासरुमको माहौलमा पनि छर्लङ्गै देखिन्छ। डेनमार्कका कक्षाहरू आधुनिक प्रविधि, राम्रोसँग चलेका प्रयोगशाला र पुस्तकालयले भरिपूर्ण हुन्छन्। तर नेपालमा, विशेष गरी सरकारी विद्यालयहरूमा, कम्प्युटर र प्रयोगशाला जस्ता आधारभूत पूर्वाधारकै अभावले सिकाइको गुणस्तरमा सिधै असर पारिरहेको हुन्छ। अब कुरा गरौँ शिक्षा प्रणालीको सबैभन्दा महत्त्वपूर्ण पाटोको। त्यो हो शिक्षक र विद्यार्थी। आखिर कुनै पनि प्रणाली उनीहरू बिना त अपुरो र अर्थहीन नै हुन्छ नि। शिक्षकको भूमिका कति महत्त्वपूर्ण हुन्छ, होइन त? अब हेरौँ दुई देशमा कस्तो फरक छ। डेनमार्कमा शिक्षक बन्न उच्च शिक्षा र कडा तालिम चाहिन्छ, र बदलामा उनीहरूलाई समाजमा उच्च सम्मान र राम्रो तलब पनि दिइन्छ। यसले गर्दा योग्य व्यक्तिहरू यो पेशामा आकर्षित हुन्छन्। नेपालमा भने शिक्षक छनौट प्रक्रिया र तालिमको अवस्था अलि फरक छ, र तलब तथा सुविधामा पनि धेरै असमानता पाइन्छ। यसले पक्कै पनि शिक्षणको गुणस्तरमा असर त पार्छ नै। अब शिक्षकको अवस्था र सिकाउने तरिकाले विद्यार्थीमा कस्तो असर पार्छ त? डेनमार्कमा परीक्षाको बोझ कम हुँदा विद्यार्थीहरूले कम तनाव महसुस गर्छन्। उनीहरूको मानसिक स्वास्थ्य, रचनात्मकता र खेलकुदमा ध्यान दिन प्रशस्त समय हुन्छ। तर नेपालमा लगातारको परीक्षा र नम्बर ल्याउनै पर्ने मानसिकताले विद्यार्थीमाथि यति ठूलो दबाव सिर्जना गर्छ कि कहिलेकाहीँ यसले सिकाइको आनन्दलाई नै ओझेलमा पारिदिन्छ। ल, पढाइ त भयो, अब त्यसपछि के?
डेनमार्कमा व्यावसायिक तथा प्राविधिक शिक्षा, जसलाई टिभिटी भनिन्छ, त्यो अत्यन्तै बलियो र सम्मानित मानिन्छ। विद्यार्थीहरू पढ्दै काम गरेर अनुभव र आत्मनिर्भरता दुवै हासिल गर्छन्। नेपालमा भने प्राविधिक शिक्षाका अवसरहरू सीमित छन् र गुणस्तरको कमीले गर्दा धेरै युवाहरू रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता छ। ल, अब यति सबै कुरा गरिसकेपछि हामी हाम्रो विश्लेषणको अन्तिम खण्डमा आइपुगेका छौं। यी सबैबाट निकाल्न सकिने मुख्य निष्कर्ष के होला त? यो तालिकाले दुवै प्रणालीको एउटा सफा चित्र देखाउँछ। डेनमार्कको शिक्षा आधुनिक, व्यावहारिक, समानतामा आधारित र तनावमुक्त देखिन्छ। अर्कोतर्फ नेपालको प्रणाली सैद्धान्तिक, परीक्षामुखी र असमान पहुँच भएको छ, यद्यपि यसमा सुधारका प्रयासहरू भइरहेका छन्, जुन एउटा सकारात्मक कुरा हो। त्यसो भए यो तुलनाबाट नेपालले सोच्न सक्ने केही कुराहरू के होलान् त? जस्तै कि विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउन सकिन्छ कि? सैद्धान्तिक ज्ञानभन्दा जीवन उपयोगी सिपमा जोड दिने कि? शिक्षकको तालिम र विकासमा लगानी बढाउने र सबैभन्दा महत्त्वपूर्ण शिक्षामा समानता ल्याउन निरन्तर प्रयास गरिरहने। यी जस्ता कुराहरूले नेपालको शिक्षा प्रणालीलाई साँच्चै नै नयाँ दिशा दिन सक्छन्। र अन्त्यमा एउटा गहिरो प्रश्नमा छोडेर जाँदैछौँ। शिक्षाको साँचो जग के हो? परीक्षामा आउने नम्बर कि जीवनमा अघि बढ्न पाइने अवसर? यसमा विचार गर्नुहोला।